हामीले डे 1 देखि विगत 2 वर्ष अगाडिदेखि नै हामीले यो आवाज उठाउँदै आएको थियौं सम्पत्ति सूचीकरण र संगठित अपराधको मुद्दा खारिज हुनुपर्छ भनेर, झुटो सरकारी ठगको मुद्दा खारिज हुनुपर्छ भनेर, झुटो सरकारी ठगको मुद्दा लगाइएको थियो, त्यो पनि खारिज हुनुपर्छ भनेर हामीले लगातार आवाज उठायौं। आज हेर्दै जाने भने सत्यको जित हुन्छ भने त्यो सत्यको जित भरै छाड्यो। पोखराको जिल्ला कास्की अदालतले आज रवि लामेछानेज्यूको सम्पत्ति सूचीकरणको मुद्दा खारेज हुनुपर्छ भनेर आदेश दिएको छ। हुनु पर्थ्यो, पहिले हुनु पर्थ्यो, ढिलो भयो धेरै। आज 2 वर्षपछि हुनुपर्ने यो नेपालको न्यायालय कहाँसम्म आज ढिलो रहेछ भन्ने कुरा बल्ल थाहा पायौं। अबको अहिलेको सरकारले सबै झोले न्यायाधीशहरूलाई र अदालत सफा गर्नुपर्छ, यिनीहरूलाई खारेज गर्नुपर्छ। झोले न्यायाधीशहरूलाई यिनीहरूलाई त्यहाँ बस्न दिनु हुँदैन, गरिमाय पदमा बस्न दिनु हुँदैन। अनि नेपाली जनताहरूले निर्दोषले इन्साफ र न्याय पाउँछ। आज मलाई खुसी लागेको छ आज मलाई, किनभने रवि लामेछाने जस्तो एउटा नेपालको असल, नेपालको एउटा साँचो छोराले आज न्याय पाएको छ। देशको एउटा राम्रो देशभक्त नेताले, आज देशप्रेमी नेताले न्याय पाइरहेको छ। नेपालको र नेपाली जनताको भविष्य र नेपालको भविष्य एउटा साँचो नेता भनेको एउटा एक मात्रै छ कि त्यो रवि लामेछाने हो। आज मैले रवि लामेछानेको विषयमा मैले यसरी प्रशंसा गरिराख्दाखेरि विपक्षीहरूलाई, श्रम संस्कृति पार्टीको हर्कको झोले झ्याम्टेहरूलाई हैन, सपोर्टरहरूलाई अब डाहा त पर्छ, कांग्रेस एमालेको सपोर्टरहरूलाई डाहा त पर्छ। अब फेरि यिनीहरूले झुटो कुरा बनाएर फेरि झुटो आवाज उठाउँछन् है। सामूहिक सञ्चारमा सबैले यो झुटो कुराहरू यिनीहरूले फेरि उठाउँछन्। यिनीहरूले काम गर्ने नै यही हो क्या, यिनीहरूको कामै यही हो। अनि भनिराख्दा यिनीहरूले उठाउने कुरा नै यही नै हो हैन। अब चाहिँ सरकारले बुझ्नुपर्ने कुरा यो छ, न्यायालय पहिला सफा गर्नुपर्छ, संविधान संशोधन गर्नुपर्छ र न्यायालय सफा गर्नुपर्छ। अनि विकासको कामलाई तीव्र रूपमा अगाडि बढाउनुपर्छ। हामीले भन्दै थियौं पहिला नै आज भन्दा 3-4 महिना अगाडि नै रवि लामेछानेको सम्पत्ति सूचीकरण र संगठित अपराधको मुद्दा खारिज गरिएको थियो भने आज उहाँ गृहमन्त्री भएर आज सबैलाई भ्रष्टाचारीहरूलाई जेलमा पुरिसकेको थियो। तर अदालतले गद्दार गर्यो, धोका दियो, दलाल भ्रष्टहरूको मात्रै सपोर्टमा रह्यो। त्यही भएर आज रवि लामेछानेज्यूको मुद्दा जस्तो तस्तै रह्यो। धेरै अन्याय भएको थियो, अब अन्याय हुन दिनु हुँदैन। रवि लामेछानेले 7वटा जिल्लाबाटै न्याय पाउनै पर्छ र उहाँ फेरि पनि उहाँको सांसद मात्रै होइन, अब उहाँले मन्त्री भएर देश चलाउनु पर्छ, यो भन्न चाहन्छु। अब उहाँले गर्नुहुन्छ कि हुन थाहा छैन। अब सुदन गुरुङ भाइले लाइनमा हुनुहुन्छ होला, अब उहाँ लाइनमा हुनुहुन्छ होला। त्यसैले अब को बस्छ, प्रधानमन्त्री को, गृहमन्त्री को हुन्छ त थाहा छैन। अब पछि थाहा हुन्छ होला को हुन्छ। हुनु चाहिँ पर्छ, एकजना गृहमन्त्री हुनुपर्छ। गृहमन्त्रीको पद त्यतिकै खाली राख्नु हुँदैन र जति पनि त्यहाँ अहिले पदविहीन छ हैन, पदविहीन भएको ठाउँमा चाहिँ त्यहाँनिर चाहिँ पद त्यतिकै खाली राख्नु हुँदैन। त्यही भन्न चाहन्छौँ हामीहरू। हस्त नमस्ते। आज रवि लामेछानेज्यूले न्याय पाएको देखेर धेरै खुसी छौँ।